एक्सिडेन्ट भयो के भयो दाइ आज यहाँ चेकिङ भइरहेको छ फरक तालले के को चेकिङ हो फेरि चेकिङ गरिरहेको थियो यहाँनिर साला तेरो बाइकै एक्सिडेन्ट भइदिरहेको सही साहब नयाँ फेरिरहेको क्या यता सही साहब फेरिरहेको क्या ए त्यही भएर अलि रमझम गरे रहेछ तर अहिले एक्सिडेन्टको केसहरू चाहिँ वाइल्ड छ क्या वाइल्ड एक्सिडेन्ट चाहिँ नि एकदम एक्सिडेन्टहरू भइरहेछ त्यही भएर चाहिँ सबैजनालाई सेफ राइड भन्न चाहन्छु म चाहिँ नि सबजना अब जोगिएर हिँड्नु होला आफू राम्रोसँगले हिँडिरहेछ भने पनि पछाडिबाट आएर अरूले हानिदिन सक्छ त्यो पनि होस् गर्नु होला सो हेलो नमस्ते होप यु गाइज आर फाइन है म पनि सन्चै आरामै छु अनि आज चाहिँ कतासम्म भन्दाखेरि पेट्रोल हाल्नतिर जहिले यसको चाहिँ पेट्रोल हाल्ने यताउति गरे मात्रै भ्लग हुन्छ जस्तो लाग्छ होला है अब अरू बेलामा त काममा हुन्छु खासै देखाउनु पनि त्यो पाइन्न कि होइन फेरि काम गर्दाखेरि चलाइराख्यो भने त फेरि के गरे भन्ने टाइपको पनि हुन्छ त्यही भएर खासै कामहरूको चाहिँ भ्लग हुँदैन मेरो अनि अहिले चाहिँ यस्तै बेलामा मौका पारेर चाहिँ हल्का हल्का भ्लगहरू गर्न थालिरहेको छु जे होस् ब्याक दिन खोजिरहेको हुन्छु तर हल्का टाइम मिल्दैन त्यही त हो नि होइन सबको गाह्रो छ सबैजनालाई गरेर हिँड्न पनि गाह्रो छ त्यही हो कस्तो ब्रेक हाने हो यार ए भगवान् किन ओभरटेक गर्नुपर्ने हो रङ लेनबाट झन्डै ठोक्दै यार मैले थेट हिँड्नै मन लागेको थिएन मलाई आज खासै भन्नु पर्दाखेरि अब बाइकमा तेलै नभएर मात्रै हिँडेँ अब म चाहिँ खासमा तेल भएको भए हिँड्दैन थियो होला झन्डै ठोक्यो यार कस्तो तनाव पऱ्यो नि भने आज त के हो दिउँसै चेकिङ छ त यहाँ पुलिसको रोक्न पर्ने भयो रोकिदिउँला तिन तारै नै बसेर चेकिङ गर्न लाग्छ किन हो यस्तो जनता जान्न चाहन्छन् भर्खर नयाँ चेन्ज भयो होला त्यही भएर हल्का अब नयाँ भइसकेपछि हल्का चलपल चाहिँ दिनै पर्ने रहेछ भनेर मैले बुझेँ अस्ति हाम्रो पनि माथिको सही साहब चेन्ज हुनुभएको रहेछ हल्का अब छुट्टै चलपल दिइरहनु भएको थियो त्यही भएर मैले बुझेँ हो न त खासै बुझेको थिएन मैले पनि अलिकति नयाँ भइसकेपछि तातोमा अलिकति खतरै चलपल दिन खोज्ने रहेछ जसले पनि जस्ट हामी हुन्छ नि त खतरै भ्लग गर्छु अब त म अब कसैले पनि सक्दैन भन्ने खालेमा हिँडा हुन्छ भ्लग गर्छु भनेर होइन लास्टमा आएर चाहिँ अनि भ्लग भने अब यस्तै हो भन्ने कुरा हुन्छ अनि गरिँदैन नि त खासमा त्यही हो कुरा 3 1 ल गो यस्तो हुन्छ अनि खासै भन्नुपर्दाखेरि चाहिँ अब केही छैन मलाई देखाउनको लागि कुराहरू पनि अब एकछिनमा बाटोतिर केही अब हामीले भेटाइहाल्छौँ कि भन्ने कुरा हो जहिले पनि यसको चाहिँ जहिले पनि बाटोमै हेर्नु भन्ने कुरा हुन्छ भन्ने होला क्या यसो कहिले कहिले हेर्नुहुन्छ नि त होइन अब सबैले हेर्ने भयो पो एउटा कुरो ल के अब तेलसेल हाल्छु फर्किन्छु है अब यताउति कतै पुगिहालेछ भने देखाइहाल्छु अनि अहिले हल्का बाटोमा हल्का सानोतिनो अपडेट के छ बाटोको रोडको स्थिति भन्ने त भइ नै हाल्छ है त अहिले चाहिँ म तेल हालेर फर्किसकेको छु है अब माथि जाउँ साथीहरू भेट भइहाल्छ कि एकखेर कल पनि गरौँला नभए एक फ्रेम जति स्नोकर हानेर निक्लिनु पर्ने हुन्छ अब के गर्ने त खेल्यो बस्यो काम छैन केटाहरू अब त्यतै हुन्छ अब अहिले फेरि केटाहरू यता स्नोकरतिर ह्यान्ड कता जाने भन्ने कुराहरू भइरहेछ ए स्नोकर भन्न आएको छ फेरि कन्सर्टतिर जान्छ अरे अब ओके ठिक छ म चाहिँ अब त्यहाँ कोही पाइहालिछु भने खेलेर बस्छु त्यही हो अब कतिजनाले मैले यसरी बोल्दाखेरि चित्त बुझ्ला नबुझ्ला थाहा भएन है अब कसरी बोल्ने हो के गर्न पर्ने हो हजुरहरूले भनिदिनु होला यतिकै ठिक छ भने ठिक छ म यतिकै भ्लग गर्छु अब होइन तपाईँहरूलाई हल्का एग्रेसिभ टाइपको आज त हामीले त आइसक्यौँ त के हो हेपे भन्ने टाइपको भने पनि अब म सक्छु जसरी पनि अलिकति चिच्याउँदाखेरि मेरो माइकले प्रब्लम दिइरहेछ क्या हल्का अनि त्यो चिचारो बोल्यो भने चाहिँ हल्का ठुलो स्वरमा बोल्यो भनेदेखि चाहिँ नि हल्का क्यार टाइपको आवाज आएको हो कि जस्तो हुन्छ त्यही भएर सानो स्वरमा बोले हो म चाहिँ नभए त मलाई पनि किन र यत्रो सानो स्वरमा आफै बोले आफै झ्याउलानी गरेर त बोल्न मन थिएन है गाडीहरू पनि के गर्छ लोकल बसहरू कहाँ रोक्छ मन लाग्दै चलाइदिया हुन्छ है अनि हामीले पनि त्यसै गरेर चलायो अनि त्यसपछि बाइकवालाहरू आँखै हेर्दैन कुदायो भन्ने टाइपको कुरा हुन्छ किन त्यस्तो गरेर नि हुन्छ त
हुँदैन नि होइन। यहाँ अब फेरि क्रेन लाएर घरको के हो पिलरै ठडाउँला के हो रहेछ त, पिलरै ठडाइसक्यो यार। अब आधुनिक जमानाको आधुनिक स्टाइल पिलर ठडाएर घर बनाउँछ। अनि अब अहिले त खासै भन्नुपर्दाखेरि मलाई यस्तो गाडीहरू देखेर पनि डर लाग्छ। यो केटी मान्छेहरूले स्कुटर चला जस्तै लाग्छ। अटो गियर सिस्टमको हुन्छ होइन, जसले पनि चलाइदिएर हुन्छ, भर्खर सिक्नेले पनि नसिक्नेले पनि। अनि त्यसपछि झ्याप कहाँ गएर ब्रेक हान्छ नि थाहा हुँदैन, के गर्छ नि थाहा हुँदैन, कस्तो टेन्सन हुन्छ कि मलाई। देख्यौ बाटो त्यस्तो छ भन्ला हो, बाटो त्यस्तो भएपछि त्यसरी चलाउने होइन नि त होइन। के यसरी चलाउनु पर्यो हामीले जसरी आइज आएदेखि हानिदिन्छु भन्ने तरिकाले, तर त्यसरी चलाउनु हुँदैन है प्लिज। मैले चाहिँ जिस्केको हो, जस्ट मजाक गरेको मात्रै हो। तपाईँहरूले यस्तो कुराहरू चाहिँ नसिक्नु होला, जे होस् राम्रै कुरा सिक्नु होला भन्न चाहन्छु म। भगवान् हेर्न पुलिसको त फेरि कत्रो आज त आमामा चलपलै बेग्लै छ कि भगवान्। यहाँ पनि पुलिस, माथि पनि पुलिस, पुलिसै पुलिस। मैले यसरी गयो माथि फेरि भनिदिएर मलाई सघाइदिने होला भगवान्। के हो र, समाउँछ भन्ने समाओस् न, मैले के गल्ती गरेको छु होइन। म भिडियो देखाउँला, मसँग प्रुफ छ, म त्यतिकै जङ्गेर पनि हुँदैन। तर तिनीहरूले मलाई रोक्दैन क्या, किन भन न। क्यामेरा भएको पनि फाइदा छ क्या। अलिकति अब यहाँ त्यहाँ हुतु गरिसकेपछि उनीहरूलाई पनि डर हुन्छ, सर होइन नि त सर सर है सर भन्ने हुन्छ। जस्ट मजाक गरेको केटा, कसैले पनि सिरियस नलिनु होला मेरो कुरा चाहिँ। म चाहिँ ओभर जिस्किनीमा पर्छु, सिरियस भन्ने खासै सिरियसनेस नै छैन क्या ममा। प्रायः जस्तो मजाकमै हुन्छ, फेरि सिरियस भएपछि चाहिँ फेरि आमामा सक्दैन कि मलाई फेरि वाइल्ड रिस उठ्छ भने। म यस्तो मान्छे हो होइन। म यसरी बोल्न थालिसकेपछि म यत्तिकै 2 घन्टासम्म भिडियो अन गरेर हिँडेको चाहिँ 2 घन्टासम्म नन बोलिदिन सक्छु क्या होइन। तर अब के गर्नु, त्यसरी बोलेर पनि हामीले खासै केही पाउने होइन। तपाईँहरूलाई पनि नयाँ नयाँ ठाउँहरू देखाउन पर्ने हो, नयाँ ठाउँ एक्सप्लोर गर्नुपर्ने हो। ठाउँ थाहा छ होइन, जान नि मन लाग्छ, तर जान चाहिँ मन लाग्दैन। के को लागि हो यस्तो चेकिङ? ओ माई गड, बाइक साइक सब समात्या छ त। ल अपाची राइडर किन समात्या हो? एक्सिडेन्ट भयो के भयो दाइ आज? यहाँ चेकिङ भइरहेको छ कडक तालले। के को चेकिङ हो फेरि? चेकिङ गरिरहेको छ यहाँनिर, साला तेरो बाइकै एक्सिडेन्ट भइदिरहेको छ। सही साहब नयाँ फेरिरहेको क्या? यता सही साहब फेरिरहेको क्या? ए त्यही भएर अलि रमझम गरे रहेछ। ए लुबु गरेर यहाँको त एकैचोटि चेन्ज भएछ त। इन्ड्राइभवालालाई हान्दियो क्या हो? त्यो दिदी त घाइते भएछ नि त यार। केटा हो त्यही भएर राइट सेफ। तिमीहरूसँग हतियार छैन भने पनि नडराओ केटा हो, चिलमा क्या। यत्तिकै सर जाने हो होइन, रोक्छ रोकिदिने, सर हजुर भन्ने, कहाँबाट यात्रा हो भन्नुहुन्छ, हामी सर यहीँसम्म हो भन्ने, हजुरको कागजपत्र ठिक छ सर भन्ने, नडराउने क्या केटा हो। छ भनिसकेपछि अब हामी कन्फिडेन्टको साथले बोलिसकेपछि हेरौँ सर भन्नु पर्दैन क्या। अब हामी फुल कन्फिडेन्ट छौँ होइन, ओके उसले देखाऊ भन्ने बित्तिकै हामीले देखाइदिने हो क्या होइन। डराएन भने खासै चेकिङ हुँदैन क्या। पुलिसहरूलाई चाहिँ कसरी थाहा हुन्छ भन्दाखेरि, ट्राफिक सरहरू हाम्रो पुलिस सरहरूलाई चाहिँ नि होइन, अलिकति मान्छेहरू देखेर आत्तिदिन्छ क्या। अलिकति ओहो ह्यान्डलहरू हल्ल्या जस्तो, मान्छे अलिकति आत्या जस्तो, अर्कै गरेर चला जस्तो फिलको गरिसकेपछि चाहिँ ठ्याक्कै थाहा हुन्छ अरे क्या। मलाई चाहिँ कसरी थाहा भयो भन्दाखेरि, मेरो पहिला लाइसेन्स नहुँदाखेरि पनि म चिलमा हिँड्दिन्थेँ क्या।
मतलब छैन अरूलाई रोकिरहेको हुन्थ्यो होइन म गइदिन्थेँ क्या म त्यो बाटैबाट पास भइदिन्थेँ आनन्दले यतिकै गइरहेको हुन्छु लाइसेन्स नहुँदाखेरि पनि अब पछि भन्थेँ क्या सर मेरो त यार लाइसेन्स बनाउँदा नि चेक हुँदैन लाइसेन्स नहुँदा नि चेक हुँदैन मान्छेहरू लाइसेन्स हुनेलाई पनि रोकिरहेको हुन्छ किन हो भने सर हामीलाई थाहा हुन्छ नि त अलिकति जो मान्छे आत्या जस्तो हुन्छ अलिकति जो मान्छे डराएको जस्तो हुन्छ त्यो मान्छेलाई हामीले ठ्याक्क रोकिसकेपछि ऊ आत्तिदिन्छ अनि त्यत्तिकै थाहा हुन्छ भन्ने टाइपको कुरा गर्नुभएको थियो त्यो कुरा चाहिँ सही रहेछ फेरि हाम्रो यता ओहो केटाहरू हेलमेट बिना क्रस बारमा अहिले चाहिँ गरेर भाग्ने हो गाह्रो 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 के गर्नु अब यस्तै छ केटा हो एक्सिडेन्ट अहिले वाइल्ड एक्सिडेन्टको केसहरू बढिरहेछ है मेरो पनि भयो एक्सिडेन्ट अस्ति अब प्रायः जस्तो अब मैले बाटोमा हिँडिरहँदाखेरि चाहिँ यसरी दिनको 2-3 एक्सिडेन्ट चाहिँ नि देखिरहेको हुन्छु त्यही भएर सबैजना सेफ राइड है राम्रोसँगले चलाउनु होला अब अहिलेको यो दिन दशा सबैजनाको बिग्रिया हो कि खोइ के हो मैले त्यो चाहिँ बुझ्न सकेको छैन तर अहिले एक्सिडेन्टको केसहरू चाहिँ वाइल्ड छ क्या वाइल्ड एक्सिडेन्ट चाहिँ नि एकदम एक्सिडेन्टहरू भइरहेछ त्यही भएर चाहिँ सबैजनालाई सेफ राइड भन्न चाहन्छु म चाहिँ नि सबजना अब जोगिएर हिँड्नु होला आफू राम्रोसँगले हिँडिरहेछ भने पनि पछाडिबाट आएर अरूले हानिदिन सक्छ त्यो पनि होस गर्नु होला फेरि सेफ भनेर त्यसरी नचलाउनु होला अब यसरी चलाउँछ होइन अनि यस्तै मान्छेहरू त हो नि ओभर कन्फिडेन्ट हुन्छ नि जो मान्छे ओभर कन्फिडेन्टले खाने हो क्या मान्छेलाई मान्छेहरू कहिले पनि ओभर कन्फिडेन्ट भएर चलाउनु हुन्न क्या मान्छेको एउटा लिमिट हुन्छ त्यो लिमिट पुस गर्ने नै होइन क्या त्यो लिमिट पुस गर्ने नै होइन अब यस्तै खाली बाटो सिधा चाहिँ यहाँबाट वहाँसम्म देख्छ भने ठिक छ तिमीले लिमिट पुस गर्दा हुन्छ त्यो टाइममा होइन अब यस्तो बाटोमा केटाहरू भर्खरको तातो रगत होइन लिमिट पुस गरिदिने कुदाइदिने ब्रेक कन्ट्रोलिङ छैन इन्जिन ब्रेक कसरी हान्ने थाहा हुँदैन इन्जिन ब्रेक हान्नु आउँछ भन्छ अब उसको गियर 6 गियरमा छ भने एकैचोटि तिनीहरू ल्यात छोडिसकेपछि त चिप्लेर लडिहाल्छ नि होइन त्यो हो क्या केटा हो त्यही भएर चाहिँ सबैजना एकदम सेफ भएर चलाउनु होला भन्न चाहन्छु म चाहिँ नि है सबैजना सेफ राइड ओके